के हामी छोरी भएर जन्मिनु नै हाम्रो पाप हो? मर्ने बेलामा किरा लागेर मर्न परोस्, यो नै मेरो अपराधी माथिको श्राप हो। अब यस्तो तालले हुँदैन। हामीले हाम्रो सुरक्षाको डोरी बुन्नुपर्छ। छोरीहरूलाई घरभित्र होइन, अब ती छोराहरूलाई भित्र थुन्नुपर्छ। अहिले छोरी जन्मिँदा खुसी भन्दा पनि एक आमामाथि थपिन्छ एउटा भार। छोरी भनेको लक्ष्मी हो भन्छौ, अनि के यही हो तिमीहरूको एक लक्ष्मीप्रति गर्ने व्यवहार? हरेक बा आमाको चाहना हुन्छ कि आफ्नो छोराछोरीहरू सफल बनुन्। ढलान र पिच बाटो बनाउनु भन्दा पनि पहिले त्यस्तो बाटो बनाइदो सरकार, जहाँ नारीहरू निर्धक्कका साथ हिँड्न सकुन्। खै कस्तो हिम्मत हो यो एक छोरी माथि त्यस्तो व्यवहार गर्ने? कस्तो नियम हो यो अपराधीहरू चाहिँ खुलेआम हिँड्ने अनि हामी चाहिँ डराएर हिँड्नु पर्ने? तिम्रो जिम्मा भयो अब। छिटो गर सरकार, ती अपराधीहरूलाई के गर्ने हो? के हामी छोरी भएर जन्म्यौं भन्दैमा हामी चाहिँ सधैँ एक पिन्जडामा बाँधिए झैँ बाँधेरै बस्नु पर्ने हो? न्यायको लागि कति रोइ कराई गर्छन् यहाँ, तर ती निर्दोषलाई कसले न्याय दियो र? गल्ती बिना पनि हामी छोरी मान्छेले सजाय भोग्नुपर्छ यहाँ, नत्र ती नाबालिकाको गल्ती नै के थियो र? गल्ती नभए पनि कहिलेकाहीँ हाम्रै लागि हामीलाई कराउनु पर्छ। छोरीहरू घर नआएसम्म बामा डराउनु पर्छ। छोरीहरू नै पीडित छन् यहाँ, अनि बाहिर कतै हिँड्दा छोरीलाई नै कराए। ती नाबालिका एउटी बच्चीको सपनाहरू बोल्न नपाउँदै हराए। हे सरकार, अहिले हाम्रो समाजले कस्तो मोड लियो? बिचारा त्यो एक नादानको पिला फक्रिन नपाउँदै उसको जीवनको अन्त्य भयो। यदि हामी निर्दोष छौं भने हुँदैन हामीले हाम्रो आवाज लुकाउनु। छोरीलाई तिनीहरूबाट बचेर हिँड भन्नुभन्दा पनि आफ्नो छोरालाई एक नारीप्रति गर्ने व्यवहार सिकाउनु। छोरीहरूलाई बचेर हिँड भन्दा पनि आफ्नो छोराहरूलाई एक नारीप्रति गर्ने व्यवहार सिकाउनु।